हाम्रो अनुहारमा आउने एक्ने या पिम्पल्स कसरी हुन्छ भन्ने कुरो यो भिडियोमा देखाइएको छ। यो भिडियो लास्टसम्म हेर्नुहोला। अनुहारमा आउने हेयर फोलिकल जसलाई हामी कपाल भन्छ, रौँको सबभन्दा तल चाहिँ सेबासियस ग्ल्यान्ड हुन्छ जसले चाहिँ तेलीय पदार्थ उत्पादन गर्छ र केही कारणवश केही ट्रिगर फ्याक्टरले गर्दा एक्सेसिभ तेलीय पदार्थ प्रोडक्सन हुन्छ र पछि गएर इन्फ्लामेसन भयो भने हाम्रो अनुहारको सबभन्दा टप लेयरमा चाहिँ एउटा प्यापुल्स चाहिँ बस्छ, जसको नाम चाहिँ हामीले एक्ने पिम्पल्स हुन्छ भन्ने गर्छौँ। यो एक्ने पिम्पललाई झन् ठुलो अपग्रेड गर्नको लागि त्यसमा भएको ब्याक्टेरिया पी एक्ने भनेर भन्छ, त्यसलाई एकदम धेरै मनपर्ने हुँदा उसलाई आफ्नो सङ्ख्या अझ पनि त्यो पिम्पलको सङ्ख्या बढाउँदै जान्छ। यही कारणहरूले गर्दा तपाईँको सेबासियस ग्ल्यान्ड एक्टिभ हुन्छ, त्यसलाई कम गर्नको लागि तेलीय पदार्थहरू ओभर प्रोडक्सन भइरहेछ, त्यसलाई कन्ट्रोल गर्नको लागि बिएचए भनेर मलिक्युल्सहरू हुन्छ जसको नाम सेलिसाइक्लिक एसिड छ, त्यो चाहिँ प्राय प्रयोग गरिन्छ, या टोपिकली प्रयोग गरिन्छ या त फेस वासको फर्ममा चाहिँ प्रयोग गरिन्छ र केही मेडिकेसनहरू दिन्छ जसले गर्दा एक्ने जतिवटा छ त्यसको नम्बरमा अझ पनि सङ्ख्या नबढोस् भन्ने एउटा पर्पोजले चाहिँ यी ट्रिटमेन्टहरू गरिन्छ।